के गर्नु हुँदैछ सर? हेलो हेलो। आज म आफ्नो अक्वेरियम सेटअप गरिरहेको छु। अब यो अक्वेरियमलाई यहाँदेखि उता मेरो चेयरको त्यहाँनिर चाहिँ अक्वेरियम राख्ने योजना छु। सरले माछामा धेरै ध्यान दिनुहुन्छ। दिदी त्यो जाली दिनु न, त्यो माछाको जाली दिनु न। चिप्लो के हो भने एकदम मेरो हात पनि मैले पनि अहिले गरेँ। अब यस्तो छ नि यिनीहरू एक्टिभ, लास्ट एक्टिभ छन्। गाइस यसरी बिस्तारै पोलाइटली यसमा अलरेडी एन्टिक्लोरिन हालेर यो पानीमा चाहिँ अब यो माछालाई सार्नुपर्छ है। सबै माछा आइसकेको छ। हामीसँग 3, 3, 6, 8वटा माछा छ। यसमा पान्डा अनि गोल्डफिस, मिल्की अनि जापानिज कोई फिसहरू छ है म्याक्सिमम। सो अब यो पानी बिस्तारै खाली गर्नुपर्छ हामीले। मिलाउन गाइस फाइनली मेरो रुम सेटअप भइसकेको छ। सो म आफ्नो अफिसको रुम देखाउन गइरहेको छु। सो प्लिज, पहिला यहाँनिर एक्वेरियम थियो भने अहिले यहाँनिर 2टा सिट राखेको छु। सो यता पनि 2टा सिट थियो भने यसलाई 2टा सिटलाई यथावत राखेर यहाँनिर चाहिँ कटप्पा प्लान्ट राखियो भने, त्यसै गरी यता स्नेक प्लान्ट छ र यो कलर्ड फ्लावर छ भने, त्यसै गरी यो भ्यू प्लान्ट भन्छ भने यसलाई त्यसै फन प्लान्ट हो। सो यो मेरो फाइनल सेटअप छ। सो अबदेखि आजदेखि नयाँ सेटअपमा। सो थ्याङ्क यू सो मच गाइज फर वाचिङ माई भिडियो। सो म अझै पनि नयाँ भिडियो बनाउँदै गर्नेछु। थ्याङ्क यू।